कहाँ जान्ला रे हामी गोसाइकुण्डको ट्रिप चाहिँ सुरु गर्न लागेको होइन हामीले अरू लट्ठी ल्याएको थिएनौँ यहाँकै अर्ग्यानिक लट्ठी चाहिँ यस्तो पायौँ सो अब चाहिँ हाम्रो यहाँबाट चाहिँ ट्रेकिङ सुरु हुन्छ अब यहाँबाट चाहिँ हामी गोसाइकुण्ड जान्छ है गाइस यो चाहिँ यो ठाउँको नाम चाहिँ धुन्चे रे धुन्चे है धुन्चे चाहिँ यस्तो छ होइन यहाँ पुरै पार्किङ छ अब हामी चाहिँ यहाँबाट जान लाग्यो यति राम्रो छ अब थाहा छैन कस्तो हुन्छ है हिँड्दै जानुपर्छ अरे एक दिनमा 8 घन्टा हिँड्नुपर्छ अरे थाहा छैन हामी यहाँबाट चाहिँ माथि देउराली गएर बस्ने कुरा भएको छ अब यहाँबाट हामी हिँड्छौँ ओहो सानो मान्छेको चाहिँ लट्ठी किन्नुपर्ने रहेछ है उसो किनिहाल्यौँ अलि अगाडि आउनु पर्थ्यो नि ट्रेकिङको चाहिँ हामी बस्ने हामी चाहिँ रसुवाबाट ओर्डेर यहाँ बस्न पाइरहेको यही हो नि गरिमा गरिमा हालत कस्तो छ यस्तो देखिन्छ यहाँबाट चाहिँ यहाँ बसेको थियौँ अब चाहिँ हामी यहाँ हिँड्न लागेको बिहानको 5 बजे उठेर जान लाग्यो हामी चाहिँ जान लागिरहेछौँ गरिमा कस्तो फिल भइरहेछ तर थकै लागिरहेछ होइन गाइज हामी चाहिँ हिँडिरहेछौँ होइन हामी गोल्ची किम्ची हुँदै अहिले चाहिँ देउराली भन्ने ठाउँमा आइपुग्यौँ गरिमा कस्तो छ अहिले हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्यो हामी चाहिँ हिँड्नै नसकेको जस्तो छ आमा मेरो अनुहार त के बुद्धुती देखिरहेको त सो यहाँको भ्यू यस्तो राम्रो छ है गाइज गोसाइकुण्ड चाहिँ एकचोटि जान्ने ठाउँ हो सो भिजिट होइन यति राम्रो छ क्या यस्तो राम्रो छ चिसो चिसो हावाले तिमीलाई साराले देउरालीमा आएर देउराली होटेल राम्रो माल देउराली होटेल पुग्नु भएको तलैबाट आउनु भए ए यो ब्याग अनि माथि पुऱ्याउने माथि नै गाह्रो हुँदैन नि हजुर लिएर जानु यति धेरै ब्याग ए यति ब्याग बोकेको कति लिनुहुन्छ हजुर बहिनीको चाहिँ तरिका मलाई मन पर्यो यो चप्पलको ठाउँमा जुत्ता हुनुपर्ने अलिकति के छ जुत्ता अहिले चिप्लाउनु थालेपछि लगाइहाल्ने हो माथि गएपछि जुत्ता लाउनु थाल्ने हेलो गोरा गोसाइकुण्ड पुगेर आयो यसलाई चाहिँ अब पार गर्नु पर्यो सातजना हिँड मजाले पुगिन्छ भनेर हिँडेपछि त मजाले पुगिन्छ म सक्दिनँ भन्यो भने चाहिँ केही पनि गर्न सक्दैन म सक्छु भनेर नि सकिन्छ हिजो कहाँ बस्नु भएको हजुरहरू माथि हजुरहरू चाहिँ हामी हिँड्दैछौँ गरिमा आउँदैछ ट्रेकिङ राम्रै चलिरहेछ यस्तो राम्रो भ्यू हेर्दै हिँड्नुको मजै छ देउरालीको चिसो चिसो हावाले हामी चाहिँ गोसाइकुण्डै जाँदैछौँ बिहान 4 बजे उठेर 2 घन्टा भइसक्यो मतलब बिग्रिँदाखेरि जाँदैछौँ 6 बजे उठेर 5 बजे उठेर हिँडेको 7 बजे यहाँ आइपुग्दा यहाँ आइपुग्न 2 घन्टा भइसक्यो बाटो तेर्सो ठाडो रहेछ हाम्रो ट्रेकिङ चाहिँ यस्तै हुँदैछ
पनि आउनु होला गोसाइकुण्ड स्टप गरेर अहिले पुग्यो। अब यहाँबाट चाहिँ चन्दनबारी, त्यसपछि चाहिँ ठुल के हो यो ओ हाखु लाङटाङ नेसनल पार्क रहेछ है गाइस। यहाँको वन चाहिँ यस्तो राम्रो छ। हामीसँग चाहिँ आन्टीहरू हुनुहुन्छ अहिले चाहिँ जाउँ। गाह्रो भएपछि घोडामा पनि जानु मिल्ने रहेछ गाइस। आउनु है, सक्नुहुन्छ भने चाहिँ सक्नुहुन्छ भने चाहिँ घोडामा जानु, सक्नुहुन्छ भने चाहिँ हिँडेर जानु। टिममा चाहिँ अलिक छिटो हिँड्ने चाहिँ मै नै रहेछु होइन। मैले सबलाई छोडिदिएँ, म एक्लै हिँडिरहेको छु तर एकदम रमाइलो भइरहेको छु। यहाँ त व्हाइटवाला लालीगुराँस नै फुलेछ, हेर्नु न कस्तो राम्रो के। हिँड्न त गाह्रो छ बट यहाँको सिन यति राम्रो छ है। सक्नुहुन्छ भने चाहिँ सबैजना आउनु क्या घुम्न, यस्तो राम्रो छ। अनि यहाँ बाटोमा फोड्नु पनि हुनेर ठाउँ ठाउँमा यसरी डस्टबिन पनि हालिदिनु राख्नु भएको। हेर्नु त यस्तो राम्रो के। हामी अब त्यहाँ तलबाट हिँडेको त्यो ठ्याक्कै यो पारिपट्टिको त्यो चुचुरोको हिमालसम्म त पुगिसक्यौँ, अझै जानुपर्ने छ। आउँदै हुनुहुन्छ हाम्रो साथीहरू। जीवन त ट्रेकिङको मजा, सबले छोडेर एक्लै हिँड्नुको मजा क्या। हेर्नु न एक्लै छु, दूर दूरसम्म नि कोही छैन न, सबलाई छोडिदिएँ मैले त। कस्तो राम्रो राम्रो रुखहरू क्या यहाँ त। बट एक्लै हिँड्नु रमाइलो लागिरहेको छ मलाई। जस आउने जाने भइ नै रहेको हुन्छन्, माथिबाट आउँदै हुनुहुन्छ अहिले चाहिँ। लुक दिस, अलि कति धेरै टिमहरू अगाडि पुग्नु भएको, कति धेरै टिमहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अलि छिटो हिँड्नु भएर अगाडि आइरहेको छु एक्लै एक्लै। के रहेछ हेर्नु न, तेर्सो बाटो यति धेरै खुसी लाग्दो रहेछ क्या। उकालो तेर्सो उकालो तेर्सो हिँडिरहेको नि त, अनि यस्तो खुसी लाग्ने क्या। अब पुरै छोडिदिउँ है, म त एक्लै भएँ, सबलाई छोडेर अगाडि हिँड्ने भएर। ठिकै छ, मलाई रमाइलो लागिरहेको छ पनि। अगाडि ल दुईजना भेटियो क्लास छ, ओके 4 जना छन्। जे होस् यो हिँड्ने टाइममा चाहिँ दिमागमा के लिएर हिँड्नुपर्ने रहेछ भने म चाहिँ टप्छु, अगाडिको टिमलाई टप्छु भनेर लिएर हिँड्ने। अनि एकदम छिटो नहिँड्ने, एकदम ढिलो नहिँड्ने, लाइक आफ्नो अब जति हिँड्न सकिन्छ त्यो रफ्तार त्यही अनुसार हिँड्यो भने चाहिँ एकदम कम्फर्टेबल हुँदो रहेछ। चन्दनबारी नै आइपुग्यौँ। अब यहाँबाट फेरि म्याच जानुपर्छ। म त छिटो आएर अब यहाँ एक्लै बसी छिटो हिँड्ने, अनि एक ठाउँमा गएर आनन्दले बस्ने, अनि साथीहरू आउँछ, अनि त्यहाँबाट फेरि हिँड्ने क्या। फेरि छिटो नै हिँड्ने, एक्लै हिँड्ने क्या। हिँड्न चाहिँ यसै गरिरहेको छु। आउँछन् साथीहरू धेरै तल नै छन्, अब आउँछन् होला, रेस्ट गर्छु। मलाई आनन्दको रेस्ट हुन्छ। चौचो खाँदै म चाहिँ खाइरहेको छु। मलाई चाहिँ यस्तै खालको ब्रेकफास्ट चाहिएको बिहान बिहानै। के भन्ने ठाउँमा आइपुग्नु आएन हो। भ्यूहरू यता सबै देखायो, सब देखाऊ मलाई देखाऊ। गाइस गोसाइकुण्ड हिँड्दैछ है, मस्त आफ्नै पारामा। तर लास्ट गाह्रो हुँदो रहेछ, गाह्रो भइ नै रह्यो। अझै यहाँबाटै लाग्छ होला 4-5 घन्टा पुग्छ। हामी आधीभन्दा बढ्दो हिँडिसक्यौँ, अब 4-5 घन्टा पुग्छ। तर आज हामी जाँदैनौँ, आज हामी एक ठाउँमा बस्छौँ, अनि भोलि 3 बजीतिर उठेर जान्छौँ होला। कस्तो राम्रो भयो कि। ल आऊ त।